हरूलाई चाहिँ सो गर्दैन। त्यही भएर यो फेसबुक लाइटबाट चाहिँ ओपन नगर्नु होला, यसलाई नगर्नु होला। सो सिम्पली तपाईले फेसबुक एपबाट आउनु होला, फेसबुक एपलाई ओपन गर्नु होला र त्यसपछि सो मैले चाहिँ डेमोको लागि एउटा छुट्टै नै आईडी क्रिएट गरेको छु। त्यसबाट म तपाईलाई सम्पूर्ण प्रोसेस देखाउने छु। त्यसलाई म पहिला लगइन गर्ने छु। अब यहाँ देख्न सक्नुहुन्छ यो प्रोफाइलमा आएर तपाईले के गर्नुपर्ने हुन्छ, यसमा चाहिने प्रोफाइल ओपन गर्नुपर्ने हुन्छ। सबभन्दा पहिला त तपाईले यदि फेसबुक प्रोफाइललाई चाहिने लक गरेर राख्नु भएको छ भने यो लक चाहिने अनलक गर्नुपर्ने हुन्छ। त्यसको लागि सिम्पली तपाईले यहाँ थ्री डटमा गएर यहाँनिर अनलक भनेको छ, अनलक प्रोफाइल, यसमा क्लिक गर्नु होला र यसलाई चाहिने अनलक गरिदिनुस्। र अब यो अनलक भइसकेपछि फेरि तपाईले यो थ्री डटमा क्लिक गर्नुस् र अलिकति माथि सर्काउनुस्, यसलाई स्क्रल डाउन गर्नुस् र यहाँनिर देख्न सक्नुहुन्छ तपाईले टर्न अन प्रोफेसनल मोड भनेको छ नि, यसमा क्लिक गर्नुहोस्। र अब यसमा क्लिक गरिसकेपछि निलोमा टर्न अन लेखेको छ, यो टर्न अन गरिदिनुस्। फेरि नेक्स्ट गरिदिनुस्, अझ फेरि नेक्स्ट गरिदिनु होला। र अब तपाईले यस्तो खालको इन्टरफेस देखाउँछ। र यदि तपाईले फेसबुकबाट पैसा कमाउन चाहनुहुन्छ भने यो सानो सेटिङ अन गर्नुपर्ने हुन्छ, पब्लिक सजेस्टेड भनेको छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ र नेक्स्ट गरिदिनुस्। सो अब तपाईले यसलाई कन्फर्म नगर्नु होला है। यहाँनिर देख्न सक्नुहुन्छ एडिट सेटिङ भनेको छ, यो एडिट सेटिङमा जानु होला। अब जति पनि यी फिचर्सहरु छन् नि यी सबैलाई शो गर्छ र हु क्यान सी योर फ्युचर पोस्ट भनेको छ, यसलाई चाहिँ पब्लिक गरिदिनुस्। यहाँबाट जति पनि यिनी छन् नि यिनी सबैलाई चाहिँ तपाईले पब्लिक गरिदिनु पर्ने हुन्छ। यसरी पब्लिक गर्दै जानुस्, यसलाई पनि पब्लिक गरिदिनुस् र यो दुईटालाई पनि अलो गरिदिनुस्। यहाँनिर यी सबै फ्रेन्ड्स लागेको छ नि यी सबैलाई चाहिँ तपाईले पब्लिक गरिदिनु पर्ने हुन्छ। म चाहिँ फटाफट पब्लिक गरिदिन्छु र अब तपाईले यहाँ देख्न सक्नुहुन्छ यो लास्टमा छ नि यसलाई पनि तपाईले अन गरिदिनुस् र डन गरिदिनुस्। अब यति गरिदिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईले अब फेसबुकबाट कमाउन केबाट कमाउन सक्नुहुन्छ। सिम्पली तपाईले यसलाई चाहिँ नेक्स्ट गरिदिनुस् र फेरि यसलाई नेक्स्ट गरिदिनुस्, अझ फेरि नेक्स्ट गरिदिनुस्। देख्न सक्नुहुन्छ यहाँनिर के भनेको छ गो टु प्रोफेसनल ड्याशबोर्ड भनेको छ, यसमा क्लिक गरिदिनुस्। अब त्यसमा क्लिक गर्दा बित्तिकै तपाईलाई यस्तो खालको इन्टरफेस देखाउँछ र तपाईले सिम्पली यसलाई ब्याक गरिदिनुस्। अब एकचोटी यो फेसबुकलाई चाहिँ रिफ्रेश गरिदिनुस् र फेरि फेसबुक ओपन गर्नुहोस्। र यो ओपन गरिसकेपछि फेरि तपाईले आफ्नो प्रोफाइलमा जानुस् र प्रोफाइलमा आइसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ अब फलोअर्स 1 फलोअर्स र फलोइङ लेखेको छ नि। यसरी अब तपाईले चाहिँ फेसबुकमा एउटा सेटिङ अन गरिसक्नु भयो। यो प्रोफाइल चाहिँ अहिले नै कम्प्लिट भएको छैन है। अब फेसबुकमा पैसा त्यसै दिदैन। एउटा हामीले यो कभर फोटो पनि लगाउनै पर्ने हुन्छ, कभर फोटो लगाउनु पर्ने हुन्छ, बायो लेख्नु पर्ने हुन्छ है। मेन कुरा चाहिँ नि हामीले यसमा गर्नुपर्ने के छ भने एडिट पब्लिक डिटेल्समा जानुपर्ने हुन्छ र स्क्रल डाउन गरेर एडिट योर अबाउट इन्फो भनेको छ, यसमा जानुस्। र अब तपाईले यहाँनिर देख्न सक्नुहुन्छ टपमा के लेखेको छ यहाँनिर डिजिटल क्रिएटर भनेको छ, यहाँनिर पेन्सिलको चित्र छ, यसमा जानुस् र तपाईले यहाँबाट क्याटेगोरी सिलेक्ट गर्नुपर्ने हुन्छ। यदि तपाई एक्टर हुनुहुन्छ भने एक्टर, आर्टिस्ट हुनुहुन्छ भने आर्टिस्ट, एथलिट, यदि ब्लगिङ गर्नुहुन्छ भने ब्लगर चुज गर्नु होला। त्यस्तै चिफ, कमेडियन, डिजाइनर, डिजिटल क्रिएटर, गेमर, म्युजिशियन, फोटोग्राफर, पब्लिक फिगर, राइटर, तपाई के को लागि योग्य हुनुहुन्छ, तपाईमा के चाहिँ कला छ त्यसको लागि गर्नु। एक्टर हुनुहुन्छ भने एक्टर गरिदिनुस्, ब्लगिङ गर्नुहुन्छ भने ब्लगर गर्नुस्। यदि तपाई म जस्तै टेक्निकल भिडियो बनाउन चाहनुहुन्छ भने डिजिटल क्रिएटरलाई चाहिँ सेलेक्ट गर्नु होला। यति गरिदिसकेपछि अब ब्याक आउनुस् र यहाँनिर देख्न सक्नुहुन्छ प्रोफेसनल ड्याशबोर्ड भनेको छ, यो निलोमा क्लिक गर्नुस् र यसमा क्लिक गरिदिसकेपछि तपाईले यसलाई स्क्रल डाउन गर्नुस् र यहाँनिर अब तपाईको मोनेटाइजेसन भनेको छ नि यसमा क्लिक गरिदिनुस्। त्यसमा क्लिक गर्दा बित्तिकै तपाईको फेसबुकबाट कमाउन सकिने सबै फिचर्सहरुलाई यहाँ शो गर्छ। देख्न सक्नुहुन्छ स्टार्स, एड्स, वन रिल, बोनस, इनस्ट्रीम एड्स, सब्स्क्रिप्सन सबै फिचर्सहरुलाई यहाँ शो गर्छ है। र अब तपाईको स्टार्समा चाहिने क्लिक गरेर हेर्दाखेरि के भनेको छ 500 फलोअर्स गेन गर्नुपर्ने हुन्छ र 30 दिनसम्म त्यो 500 फलोअर्स चाहिने तपाईको प्रोफाइलमा एक्टिभ रहिरह्यो भने यो स्टार फिचर चाहिने अन हुन्छ र एड्स अन रिल छ हैन। यो एड्स अन रिलमा तपाईले 10-15 वटा रिल्सलाई अपलोड गरेर लगातार डेली अपलोड गर्यो भने यो चाहिने एनेबल हुन्छ र त्यसैगरी यो परफर्मेन्स बोनस छ हैन। यो परफर्मेन्स बोनस पनि तपाईले लगातार 27-28 दिनसम्म अथवा 1 महिनासम्म लगातार फोटो अपलोड गर्नुभयो भने यो परफर्मेन्स बोनस पनि अन हुन्छ। र इनस्ट्रीम एड्स भनेको छ, इनस्ट्रीम एड्स पनि त्यसरी नै अन हुन्छ। र अहिले चाहिँ फेसबुकले के अपडेट गरेको छ भने यी जति पनि फिचर्सहरु छन् नि यो एड्स वन रिल, परफर्मेन्स बोनस अनि इनस्ट्रीम एड
यी तीनटालाई चाहिँ नि एउटा कन्टेन्ट मोनेटाइजेसन टुल्सको रूपमा एउटा नयाँ टुल्सलाई अपडेट गरेको छ। त्यो यो सबै हटेर कन्टेन्ट मोनेटाइजेसन अटोमेटिकली इनेबल हुन्छ। सो अब तपाईले यसरी नै फेसबुक प्रोफाइलबाट पैसा कमाउन सक्नुहुन्छ। कतिपय साथीहरूले आफ्नो प्रोफाइलमा 10-15 हजार कसैको मैले देखेको छु 30-40 हजार फलोअर्स छन्। तिनीहरूले प्रोफेसनल मोडलाई चाहिँ अन गरेको छैन। अब प्रोफेसनल मोड अन गरेको छैन, फेसबुक प्रोफाइललाई चाहिँ लक गरेर राखेको छ, त्यस्ताको चाहिँ कसरी कमाइ हुन्छ त हैन। यसरी नै अब तपाईले फोटो